हाई एभ्रिवान। आजको भिडियोको टपिक हो टिभीएस स्कुटीमा पिकअप प्रब्लम। स्कुटीमा प्रब्लम यस्तो खालको प्रब्लम आयो भने के कारणले गर्दा यस्तो आउन सक्छ। इन्जिनको प्रब्लम हो कि वायरिङको प्रब्लम हो कि कार्बोरेटर, यदि एफआई हो भने एफआईको प्रब्लम हो कि, यस्तो धेरै कुराहरू हुन सक्छ। तर यस भिडियोमा तपाईलाई स्टेप बाई स्टेप जानकारी दिन्छौँ, जसमा इन्जिन पनि खोल्नु पर्दैन, कार्बोरेटर पनि खोल्नु पर्दैन र वायरिङ पनि हेर्नु पर्दैन। फर्स्टमा बेसिक कुरा के हेर्ने हो, यस भिडियोमा पुरै जानकारी छ, हेर्नु होला। र भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। पिकअपको प्रब्लम आयो भने स्टेप बाई स्टेप हामीले चेक गर्नुपर्छ। सुरुमा हामीले एयर फिल्टर चेक गर्ने हो। एयर फिल्टर धेरै जाम भयो भने पनि स्कुटीमा पिकअपको प्रब्लम आउन सक्छ। स्टार्टिङ ट्रबल हुन सक्छ, अलिक भारी भएर कुद्छ भने एयर फिल्टरलाई पनि चेक गर्नुपर्छ। सुरुमा मैले यसको एयर फिल्टर नयाँ हालेको छु, राम्रै छ। तपाईहरु पहिला एयर फिल्टर चेक गर्नु होला। त्यसपछि पनि भएन भने या एयर फिल्टर ठिक छ भने यो तलको कभर खोल्नु होला। यो कभर खोल्ने बित्तिकै यहाँबाट प्रब्लम छ कि छैन भन्ने कुरा क्लियर हुन्छ, 100% क्लियर हुन्छ। यदि यहाँबाट प्रब्लम देखियो भने प्रब्लम यहीँको हुन्छ भने, यहाँ प्रब्लम देखिएको छैन भने चाहिँ प्रब्लम अरूतिर पनि हुन सक्छ। त्यसको पनि एउटा प्रोसेस छ। यहाँ हेर्न सक्नुहुन्छ, यसको बेल्टको हालत यस्तो भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ, धागो सागो सबै निस्किसकेको छ भने यो कति बेला चुट्टिन्थ्यो कन्फर्म थिएन, त्यसकारण तान राम्रो तानिरहेको थिएन। यसको सोलुसन भनेको हामीले यो बेल्ट नयाँ हालिदिनुपर्छ, प्रब्लम नै सल्भ हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ, मसँग रोलान्डको बेल्ट छ, जेन्युन राम्रै हो। यो पनि यो बेल्ट हालिसकेपछि पिकअपको प्रब्लम सल्भ हुन्छ। यो तपाईहरुको स्कुटीमा पनि सर्भिसको टाइममा यो चेक गर्नु होला कस्तो छ स्थिति, किनभने कतै कुद्दै बाटोमा चुट्टिन सक्छ, दुःख पाइन्छ। र यहाँ हेर्न सक्नुहुन्छ, नयाँ बेल्ट यसमा हालिसकेको छु र पुरानो बेल्टको हालत यस्तो छ। अब मैले यो कुदाएर पनि चेक गरेँ, पछि फिट गरेर प्रब्लम सल्भ भयो। र तपाईहरुको पनि केही प्रब्लम यस्तो छ अथवा अरू प्रब्लमहरू छ भने कमेन्ट गर्न सक्नुहुन्छ।